दिदी आज मेरो साथीले महिनावारी भएर स्कुल नआएको रे। यो महिनावारी भनेको के हो? ल आऊ यहाँ बस। आज म तिमीलाई महिनावारीको विषयमा भन्छु। महिनावारी भनेको 11 देखि 14 वर्षको उमेरमा हुने सामान्य प्राकृतिक प्रक्रिया हो। कसैमा 1-2 वर्ष ढिलो चाँडो हुन सक्छ। अनि दिदी महिनावारीको समयमा रगत बग्छ रे त हो? महिनावारीको समयमा रगत बग्नु सामान्य कुरा हो। यो सामान्य प्रक्रिया 5-7 दिनसम्म हुनेछ, त्यसैले डराउनु पर्दैन, बुझ्यौ? पहिलो पटक महिनावारी हुँदा घरमा भए परिवारको सदस्यलाई, विद्यालयमा भए साथी वा शिक्षकलाई जानकारी गराई सहयोग लिनुपर्छ। हस् दिदी। अनि यस्तो बेला कमजोर महसुस हुने, तल्लो पेट दुख्ने, स्तन भारी हुने, अल्छीपना, रिङ्गटा लाग्ने, खाना मन नलाग्ने र मानसिक तनाव जस्ता लक्षण देखिन सक्छ। अनि दिदी त्यो बगेको रगत सबै कपडामा लाग्दैन त? राम्रो कुरा सोध्यो तिमीले। महिनावारीको समयमा रगत कपडामा लाग्न नदिन सफा सुतीको कपडा अथवा बजारमा पाइने सेनिटरी प्याड प्रयोग गर्दा पनि हुन्छ। र हामी ढुक्कले हाम्रो दैनिक काम जस्तै स्कुल जाने, पढ्ने, खेल्ने सबै काम गर्न सक्छौँ। पुनः प्रयोग गर्न मिल्ने प्याड वा अन्य महिनावारी सामग्री प्रयोग गरेमा वातावरणमा असर पनि कम हुन्छ। ए त्यसो भए महिनावारी हुँदै स्कुल छुटाउनु पर्दैन मैले? पर्दैन, ढुक्क भएर स्कुल जाँदा हुन्छ। महिनावारीको विषयमा खुलेर कुरा गरौँ, किशोरीहरूलाई सहज वातावरण प्रदान गरौँ।